म व्यक्तिगत तर्फबाट विशेष यहाँलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। जुन घटना यो भदौको 23 गते र 24 गते जुन किसिमको घटना घट्यो जेन्जी युवाहरूको आह्वानमा, त्यो घटनाहरू राजनीतिक रूपमा कति ठिक थिए कति ठिक थिएन म त्यतातिर जान चाहन्न। जुन एउटा व्यक्तिगत सम्पत्तिमा, जुन व्यक्तिगत व्यवसाय सम्पत्तिमा होटल माला ऐनमा तोडफोड गरियो, यो तोडफोड कतिको न्यायोचित थियो या थिएन, यो यहाँहरूले सर्वेक्षण गर्नुहुनेछ। र अत्यन्त मेहनतका साथ आज 32 वर्षको इतिहासमा मैले गरेको सानो सानो मेहनतबाट 32 वर्षको दौरानमा आज एउटा ठुलो पीडा भोग्नु परेको छ। र यही माटोमा हुर्केर यही माटोलाई मैले आफ्नो कर्मथलो बनाएर बाहिर नगएर बच्चाहरूलाई पनि नेपालको केही माटोमा केही गर्नुपर्छ भन्ने सोच राखेर नेपालको माटोलाई मैले माया गर्दै होटल माला इन मैले माला आफ्नो आमाको नाममा स्थापना गरेको थिएँ। तथापि आज त्यो पीडा भएको छ। यो पीडाबाट हामीलाई एउटा पाठ पनि सिकेका छौँ। यो पीडाबाट हामी आत्तिएका पनि छौँ। र यो पीडाले फेरि एउटा आत्मबोध के गरेर हामी यही माटोमा केही गर्नुपर्छ भन्ने सोच फेरि यो हामीले सोच लिएका छौँ। हामी आत्तिएका छौँ तर आत्तिएका पनि छैनौँ। त्यस कारणले हामीले र जसरी हामीलाई कसैको नामसँग जोडिएर पूर्व सभामुख कृष्णबहादुर महराको नामसँग जोडेर उहाँको लगानी छ भन्ने कुरासँग जोडेर जो किसिमको विध्वंस मच्चाइयो हाम्रो यो व्यापारी जुन होटल माला इनमा, यो निराधार एकदमै गलत छ। र आज यदि यो हुन्थ्यो भनेपछि आज हामीले नेपाल ब्याङ्कबाट आजभन्दा 10 वर्ष अगाडि तपाईँहरूले डाटा हेर्न सक्नुहुन्छ 7 करोड 45 लाख रुपियाँ ऋण ल्याएर आज मैले यो व्यवसाय सुरु गरेको थिएँ। अहिले पनि तत्काल आजको दिनमा पनि 4 करोड 39 लाख रुपियाँ लोन छ। म आफ्नो व्यवसायमा 40 देखि 50 जना स्टाफहरूलाई कसरी उनीहरूको चाहिँ तलबहरू भर्ने, यसै गरी यो होटललाई कसरी सञ्चालन गर्ने, यो दाङको म व्यक्तिगत रूपमा घाटा नाफा मैले सहन्थेँ होला। यो दाङको एउटा सम्पत्तिको रूपमा विकास भएको थियो। दाङमा कम्तीमा यतिको होटल छ भन्ने किसिमको विकास भएको थियो। यसमा म खुसी थिएँ। नाफा घाटा आफ्नो ठाउँमा थियो। त्यस कारणले यो महरासँग जोडेर, महरा मेरा नातेदार हुन् अवश्य, गाउँका रोल्पाबाट हामी झरेको बुवा, म सानैमा 5 वर्ष झरे तापनि हामी रोल्पामा जन्मेको हुनाले महरा पनि रोल्पाको भए हुनाले र दाङमा राजनीति उहाँको क्षेत्र यो भए हुनाले सम्बन्धको विकास हुनु स्वाभाविक थियो। त्यो सम्बन्ध हुँदैमा के महराको हो भनेर एउटा फुलको आँखामा फुलै संसार, काँडा आँखामा काँडै संसार भने जस्तै एउटा हावाभरमा आज एउटा ध्वंस गर्ने, एउटा चाहिँ व्यापार व्यवसायलाई खत्तम बनाउने यो चाहिँ यसको एकदममा हामी घोर भर्त्सना गर्छौँ। र हामीले कतै गल्ती गरेका छौँ भने हामीलाई भनिदिनुपर्छ तपाईँहरूले, होइन? गल्ती गरेको जस्तो हामीलाई कतै लाग्दैन। र हामीले